हेलो, म चाहिँ आज चाइनिज आइटमको फुड्स बनाउन लाग्छु है। रातिको खानामा चिप्ले भेन्डी, क्याबेज, अनि हल्का आलु, त्यसपछि अनियन है, अनि घिउ, अनि लोकल खारो घिउसँग चाहिँ मजाले बनाएर, अनि खोर्सानीहरू होइन, खोर्सानीहरू सिङ्गो सिङ्गो नै यसो खोर्सानीहरू सिङ्गो सिङ्गो भयो है। अनि मजाले पहिलो बोइल गरेँ मैले, आलुलाई नि बोइल गरेँ, चिप्ले भेन्डीलाई नि बोइल गरेँ। त्यसपछि मैले घिउ मजाले डढाएँ। घिउ डढाएपछि त्यसमा मैले मेथी र जिरा डढा पड्काएँ। त्यसपछि मैले रेसिपी देखाउन बिर्सेँ। त्यसपछि मजाले 3 मिनट जति मैले टक्क फ्राई गरेँ। त्यसपछि चाहिँ मैले निकाल्न लागेँ। त्यसपछि मैले फ्राई गरेको आइटम चाहिँ मैले यहाँ निकालेँ टक्क लाएर मोमोको डिसमा। हेर्नुहोस् हजुरहरू, त्यसपछि हामीले खाएको नि म देखाउँछु हजुरहरूलाई। त्यसपछि हाफ बोइल छ, हाफ बोइल आलु छ है, मिठो खोर्सानी छ, हाफ बोइल एग्स छ लोकल। त्यसपछि मैले यस्तो ट्रेमा राखिदिएँ, यसलाई ट्रेमा राखिदिएँ है, टक्क ट्रेमा राखिदिएँ। त्यसपछि हाफ बोइललाई पनि यहीँ राखिदिएँ। यसपछि पिसेको खोर्सानीलाई यहीँ राखिदिएँ। अनि अन्डाहरूलाई पनि के अरे आलुलाई पनि मैले यहीँ राखिदिएँ है, ट्याक्क लाएर। आजको नाइटको हाम्रो खाना चाहिँ यस्तै भयो हजुरहरू है। हेर्नुहोस् त कस्तो छ आजको हाम्रो रातिको खाना चाहिँ यही हो। मेरो बेबी चाहिँ यहाँ कोक्रोमा बसिराखेको रहेछ है। मेरो बेबी चाहिँ यहाँ कोक्रोमा बसिराखेको रहेछ। खाना आउनुहोस् छोरो मैले भने है। छोरो टक्क कोक्रोबाट उठेर आयो। You wanna boil eggs? You wanna boil eggs? My baby. Mr. Sushi King. बस्नुहोस्, have a seat please. छोरो ट्याक्क लाएर अब बेबीले खाना लागेको छ। खाना लागेको छ। अनि उसको मम्मी पनि बसिराखेको छ। सरी डिस्टर्ब। प्लिज बेबी ह्याभ अ सिट। नगर नचलाउ न। अनि मैले चाहिँ कस्तो राम्रो भ्लग बनाइदियो भनेको, भिडियो बनाइदियो भनेको, बिचमा बेबी आएर क्यामेरै खोसाउनु भयो। त्यसपछि मैले बिचमा बेबीलाई क्यामेरा छोडिदिएँ। त्यसपछि मैले भ्लग बनाउनै छोडिदिएँ है। एकछिन मेरो 2 मिनट जति मेरो भ्लग चाहिँ मेरो भिडियो चाहिँ ग्याप भयो। अनि फेरि आफ्टर बेबीले क्यामेरा छोडेपछि मैले बनाउन थालेँ है। बुढीलाई नि मिठो लाग्यो अरे आजको भेज, बोइल भेज।